मेरो प्राणले भन्छ, परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ। यसै कारण म धैर्य साथ उहाँको प्रतिज्ञा गरिरहन्छु। परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ। परमप्रभुले यो त्यसमाथि राख्नु भएकोले यो एक्लै शान्त बसोस्, त्यसले आफ्नो मुखले भुइँ छोओस्, यसरी अझै आशा होस्। आफ्नो गाला हिर्काउनेपट्टि नै त्यसले त्यो फर्काइदियोस् र गिल्ला सधैँ सहँदै रहोस्, किनभने परमप्रभुले मानिसलाई सधैँको निम्ति हाल्नुहुन्न। हालेलुया। उहाँले दुःख ल्याउनु भए तापनि आफ्नो कृपा देखाउनु हुनेछ। उहाँको कहिले नथामिने प्रेम अति महान छ, किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दुःख दिनुहुन्न। हालेलुया, आमेन। ख्रीष्टवादन जय मसीह। अनि बिलाप 3:24 देखि 33 सम्म भने चाहिँ अझ तपाईँहरू आफैले नि बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। साँच्चै नै परमेश्वर प्रेमिलो अनि उहाँको प्रेम थाम्न नसक्ने गरी छ सबैको निम्ति। किनभने यहाँनिर लेखिएको छ कि किनभने परमप्रभुले मानिसलाई सधैँको निम्ति हाल्नुहुन्न। तपाईँलाई दुःख समस्या आउँछ तर त्यो छेडेको रहन्छ, किनभने परमप्रभु तपाईँको साथमा सधैँ रहनुहुन्छ। उहाँले सधैँको निम्ति तपाईँलाई हाल्नुहुन्न अथवा त्याग्नुहुन्न। उहाँले दुःख ल्याउनु भए तापनि आफ्नो कृपा देखाउनु हुनेछ। उहाँले कहिले नथामिने प्रेम अति महान छ। साँच्ची नै उहाँको प्रेम महान छ। उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम तपाईँ सबैलाई भएको होस्। परमप्रभुले प्रशस्त आशिष दिनुभएको होस्। यो वचनबाट बिलाप 3:24 देखि 33 सम्म पढ्नुहोस्। अझ धेरै आशिषित हुनुहोस्। हालेलुया, जय मसीह।